प्लेन त यो रहेछ नि त हैन ठुलो प्लेन विदेश उड्ने प्लेन त पुगेछस् विदेश पुगिस विदेश साउदी एयरलाइन्स साउदी एयरलाइन्स कति वर्ष हुँदा बिहे गर्नुभएको तपाईले खोइ त्यति बेला केटाकेटीमा गर्ने चलन हेरेर हजुरको जस्तो हेर्ने भए त यस्तो ल्याप्सा खुट्टा गरेर केटी हेर्दिन यति राम्रै हुनुहुन्छ आमा जतिखेर पनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु हामी चाहिँ के माछालाई हेलो नमस्ते लासो फ्याफुला साथीहरू हजुरलाई मेरो च्यानलमा फेरि पनि स्वागत छ र आशा छ हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला म पनि ठिकै छु र साथीहरू आज मैले फेरि अर्को रियाक्सन भिडियो लिएर आइसकेको छु र साथीहरू भिडियो हेरेर इन्जोय गर्नु होला र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला ढिला नगरी सुरु गरौँ त साथीहरू तिमीलाई त मैले 2 महिना लडाई गरेको थाहा छैन पुगेको मान्छे निकालेको तिमी मर्न माथि पुगेको मान्छे हो सुन अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने कुरो नि म अर्को केटासँग रमाउने भोलि अर्को केटासँग रमाउने कुरो नि म झन्डै हाने के हो तपाईहरु यहाँ के गरिराख्नु भएको थियो ए होइन हामी यहाँ ढुलो टक्ट्याएको बसेर गफ गर्दै थियौँ अब जान लाग्यो फर्किनु लाग्यो किन किन घारीभित्र आएर बस्नु भएको होइन हामी तलदेखि यसो घुम्दै आएको थियौँ अनि हिँड्दा थपल आयो अनि यहाँ एकछिन शीतलमा बसेर सुतेर चाहिँ त्यसरी गर्ने हो त अनि सुतेर के गर्नु हामी उठेरै गरेको नि त्यो कुरो टिप्दिएको हो मैले उसकोमा कुरो लागेको थियो त्यो कुरो टिप्दिएको हो मैले दर्शक बहिनी श्रीमान खाडीमा श्रीमती एकदम झाडीमा यस्तै कहानी छ क्या माथि S+V छ अनि यतापट्टि चाहिँ S+S छ अब यो V को माया लाग्छ कि यो S को माया लाग्छ हैन तपाई सँगै सुतेको बेला भेटेको हो कि हैन भन्न त उहाँले यहाँ भेटेको हो कि हैन भन्न त बिहानको राति आएपछि भेट्छ त खत्तम पैसा निकाले मैले आमा विदेश उडे भनेर चाहिँ विदेश त यो रहेछ नि त प्लेन त यो माथि चढेर उडेको रहेछ नि त हैन त्यो भने उडे भनेर पो ट्रान्सलेट त्यसो भनेर चाहिँ प्लेन त यो रहेछ नि त हैन ठुलो प्लेन विदेश उड्ने प्लेन त पुगेछस् विदेश पुगिस विदेश साउदी एयरलाइन्स साउदी एयरलाइन्स ठुलो प्लेन रहेछ यहाँ के भएको फेरि भाउजूसँग सुत्नु मजा आयो बुढीसँग मजा आयो भाउजूको मिठो भयो होला के देखेर चाहिँ आउनु भयो भन्नु त थोप्रा यसको थोप्रा हेर थोप्रा देखेर अर्को पनि आउँछ नि थोप्राले ला ज्याम के गर्नु त मलाई रुवाएर त हाँस्छस् हाँस्दैछस् अनि कहाँ तपाईँ चाहिँ किन त्यो झङ्गेको होइन मलाई रुवाएर किन हाँस्दैछ यो जासुकै भने खेल्नु तिमी आइदेऊ बाबा मैले कुनै बेला केही गल्ती गरेँ होला मलाई माफ देऊ हात पनि काट्नु भएछ नि त हजुर मैले उम्ला काटेर फाल्दै मेरो बुढीको लागि गर्दन काटिदिन्छु म काटिदिउँ हजुर म घाँटी काट्छु राति कति बजीसम्म गर्थे त कहिले त 1 बजेसम्म हुन्थ्यो कहिले 12 बजेसम्म हुन्थ्यो है अनि राति 12 बजीसम्म श्रीमतीले गरिराख्थ्यो तपाईँ सुत्नु हुन थियो नि म कहिले काहीँ उभिँदाखेरि त्यस्तो पाउँथेँ क्या त्यस्तो कति वर्ष हुँदा बिहे गर्नुभएको तपाईँले खोइ त्यति बेला केटाकेटीमा गर्ने चलन हेरेर हजुरको जस्तो हेर्ने भए त यस्तो ल्याप्सा खुट्टा गरेर केटी हेर्दिन यति राम्रै हुनुहुन्छ आमालाई छाला राम्रो भएर व्यवस्था हुनु पर्यो नि त अहिलेसम्म कतिवटा बिहे गर्नुभयो मैले 3टा काजी नै रहेछ नि त यार मान्छे त राम्रो हस्तबहादुर कार्की था अनि दाजुको भाउ ल्याउँदाखेरि दाजुले तपाईँ के भन्नु भएन के भन्नु हो अस्ति कुट्यो नि कुट्यो अहिले चाहिँ तपाईँहरूको बोलचाल छ कि छैन देखादेख हुन्छ आएर गइहाल्थे त साँचो कुरा बोल्ने फेरि भाइ मिडियाको अगाडि फेरि म हात लाउनु नपरोस् है फेरि साँचो कुरा बोल्नु पर्यो नि फेरि मान्छे भएर म हिँडिहाल्थेँ त्यहाँबाट एकछिन त आउँथेँ चलाउँथेँ अनि जान्थेँ होइन त भाउजू के बोल्यो भाइ के सजिलो कति पैसा चाहिएको मलाई 25 लाख जति हुनुपर्छ
25 मेरो किडनी बेच्दा पनि आउँदैन होला है। खान त खानु भने होइन दुईजना भएर नै त्यस्तो केही छैन हामी दुई बिचमा त्यस्तो नराम्रो चाहिँ केही छैन त्यो एउटा फोटो मुख जोडेर फोटो खिचेको मात्रै हो। मुख जोडेर फोटो खिचेको मात्रै हो। ये सब क्या देखना पड़ रहा है? यहाँ के भयो अरे यहाँ ठेकदारले यहाँको घर मालिकलाई उडायो। खत्तम। मलाई सल्लाह गर्छ, म दायाँ बायाँ हेर्न हुँदैन, यसले मलाई आँखा लाउँछ, म सोझ मान्छे, म कोहीसँग पनि म खेल्दैन, कहीँ कसैसँग खेल्दैन। अरूको मोबाइलबाट एडिट गरेर चाहिँ केले बोल्नु पर्यो त उयो गरेर बोल्छु। यस्तो उमेरमै यति राम्रा श्रीमतीहरू के खाएर चाहिँ मान्छेले भित्राउँछ, कसरी चाहिँ पट्याउँछ? दुईटा श्रीमती माइजूले माइजू उडाएको माइजू यिनै हुन्। माइजूले भन्यो जहाँ चाहिँ भान्जासँग गएकै हो के गर्छस् भनेर श्रीमानसित सिधै लफडा पर्यो। हेरेको थिएँ भान्जीले पनि हेरिन्, भान्जा अरू शीतलले पनि हेरे, अनि त्यसमा चाहिँ किन सक्छ? ठिक के गर्नुहुन्छ रातभरि श्रीमतीको लागि भन्नुहोस्? रुन्छु, कराउँछु, सिरानीमा फोटो राखेर श्रीमतीले चाहिँ हान्थ्यो, उसले कोर्थ्यो, केले हान्थ्यो? कोचोले मुढाले हान्थ्यो, मुढाले पनि हान्थ्यो। मुढाले हान्थ्यो। कहिले ढल्नु भएको छ तपाईँ श्रीमतीले हान्दा? अनि तपाईँको श्रीमान राम्रो कि उहाँ राम्रो? श्रीमानै राम्रो। यहाँ सुन्नु है को राम्रो अरे? श्रीमानै राम्रो। श्रीमान राम्रो उहाँ भन्दा? ए अनि त्यतिखेर भाग्ने बेला चाहिँ के देखेर भाग्यो? माया लगाएर के गर्नु सर, बुढीको बोली राम्रो छैन। पहिला चाहिँ राम्रो भयो, अहिले राम्रो भएन भनेर हुन्छ? बे गरेर 2 महिनादेखि बोली त त्यस्तै हो त्यसको। तेरो बाउ भन्ने, खाते भन्ने, राडीको छोरो भन्ने। है त्यस्तो त भन्नु हुँदैन। म एउटा बुढी मान्छे भएको जतिखेर पनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु, हामी चाहिँ के माछालाई चढेको कहाँ सकिन्छ? म यतै खुसी हुन्छु, यतैतिर जान्छु अब। यतै ससुरासँगै खुसी हुने? यतै खुसी यहाँनिर तिम्रो किन त्यत्रो खुसी नहुने के गर्थ्यौ? अब यसलाई सबै कुरा देख्यो, खुसी दिएको थियो, राखेको थियो, पैसा पठाइदिएको थियो। पैसाले मात्र संसार धान्दैन नि त। तिमी उता विदेशतिर बसेर खुसी नभएको हो कि? त्यही होला, अब यसलाई ठुलो ठुलो चाहिएको, त्यही भएर चाहिँ यो हिँडेको हो, त्यही हो। श्रीमती लगिहाल्नु भयो है? लगिहाल्यो। मलाई त के उहाँलाई पिर भयो। फर्स्ट लभ होला तपाईँहरूको कि सेकेन्ड लभ हो? मिलाउन सकिन्छ जेठी कान्छी? मटा मिल्दैन, मटा मिल्दैन। मिलाउँछु। मटा मिल्दैन। मिलाउनुहुन्छ? मटा मिल्दैन, मटा मिल्दैन। मिल्दैन न हात नलाउनु है, हात कान्छी चाहिँ यत्रो मिल्दैन म। श्रीमान आगो भएर आउनुभयो भने तपाईँ पानी भएर जानुपर्छ नि त। मलाई आउँदैन, म जान्दैन, म सोझो मान्छे। बुढाले के अब बल्ल बल्ल गयो कि नयाँ बेहुली थुतुना टोकिदियो होला अनि मास लगा कि भनेको। टोकेकै हो उहाँले नै देख्नु जसमा टोकिदियो होला अनि मास लगा कि। अनि हाम्रो भाइको सानो भयो, बालखा बिहा गरेर अब ठुलो खोज्दा हिँडी दुईटा बालखा छोराछोरी छोडेर। काजी भन्नुहुन्छ, काजी मेरो बुढा, यता बुहारी भन्नुहुन्छ काजी मेरो बुढा, अनि कसको बुढा चाहिँ भन्नु? त्यो जुन तपाईँको श्रीमती उडाउने चाहिँ लिम्बू? हजुर, धनबहादुर लिम्बू। तपाईँको थर के भन्नुभयो श्रीमतीको? श्रीमतीको पूजा गोस्वामी। त्यो लिम्बू चाहिँ गोरो थियो कि कालो थियो? लिम्बू चाहिँ गोरो थियो। श्रीमती चाहिँ? श्रीमती पनि गोरै हो। मैले भनेको बिहे गरेकोदेखि को सबै चाहियो। अब यसलाई मैले गाईलाई जस्तै पालेको हो होइन? तपाईँको गाई नभन्नु न, होइन गाईलाई पाक्क पालेको। गाई जस्तै पाल्नु भयो तर दुध त दियो नि त तपाईँलाई। दिएन दुध? दुध दिएर के गर्नु? त्यो दुधको फल खोइ त अनि कहाँ गयो? कौन है ये लोग?
कहाँ से आते भाटाले पनि गोप्याङ्गमा त्यो भनेको उहाँको आँखा अगाडि देखाइदिनु कहाँ यसरी म सुते थिएँ कोल्टे पर यसरी सुते थिएँ पहिले यहाँ हिर्काउनु भयो भाटाले अनि पछिबाट यस्तो गरेर घोन्तिनु भएको टरन्टीलाई यस्तोबाट घोन्तिनु भएको अगाडि घोन्तिनु भएको कहाँ गोचियो त कहाँ घोचिन्छ त्यस्तो गर्नु हेर्नु न बुढो विदेश छ तपाईँ चाहिँ अर्कै केटासित यसरी रङ्गात भेटिन्यो रुममा श्रीमती चाहिँ स्वीकार्ने नानी चाहिँ नस्वीकार्ने नानी मेरो हुँदैन त कसरी स्वीकार उसले हो भनेर त मिडियामा हो भनेर त स्वीकार्नु परेन अनि मिडियामा आएर हो भन्ने बित्तिकै म यसलाई स्वीकार्छु तपाईँकै बच्चा हो कसरी हुन्छ मेरो चाहिँ 5 महिनामा बच्चा चाहिँ कसरी हुन्छ भयो नि कसरी भयो भन्नु तपाईँलाई थाहा होला नि 5 महिना बच्चा त दिने छिने कुरा चाहिँ नगर्नु है हेर्नु जैसा मैले अघिदेखि सम्झाउँदै छु बजेको लबस्टरनी मेरो बुढाकोमा मोबाइलमा सबै भोइस सुनेको छु मैले यो लबस्टरनीले बोलेको को लबस्टरी भनेको यो लबस्टरनी तपाईँको सासू मेरो सासू होइन म चिन्दिनँ यो त्यसो नभन्नु न छातीभित्र लेखिसकेपछि लेखेको छैन मेटिसक्यो पानीले पखाल्दा पखालिन्छ न डस्टरले मेट्दा मेटिन्छ दर्शकबिन अचम्मको घटना श्रीमानले श्रीमती साटासाट गोठो बस्दाखेरि कस्ता हुन्थे तिनीहरू कसरी गर्थे के गर्नुहुन्थ्यो तरुणसित बस्ने गीत गाउने मुही पारेर घिउ खुवाउने तरुणलाई चोरी दिने घर नल्याउने तरुणीलाई नि दिने त्यो तरुण जस्तो मिठो त अरू होइन हामी बोका होइन भने भन टु वाइफ नो लाइफ मैले त भिडियो हेरेर इन्जोय भन्दा पनि साह्रै दुःख लाग्यो कसैले पनि यस्तो नगर्नु होला अर्काको श्रीमान श्रीमती भाड्ने काम नगर्नु होला यो राम्रो कुरा होइन है मलाई चाहिँ साह्रै राम्रो लागेन हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिनु होला र यसरी नै मेरो भिडियोलाई माया गरिदिनु होला भिडियोलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गर्न नभुल्नु होला सो थ्याङ्क यू फर वाचिङ गाइस सी यु इन माई नेक्स्ट भिडियो बाई